अवस्था गम्भीर भएर समस्या भइरहेछ हैन। पैसा नभएर चाहिँ औषधि उपचार गर्न सक्नु भएको छैन। अनि त्यही भएर थलिनु भएको छ उहाँ चाहिँ। अनि अब काठमाडौँ लाने कुरो गर्नुहुन्छ, अब पैसा छैन उहाँको। अब घर त त्यही छ है हैन। एकचोटि उहाँको घरतिर पनि देखाइदिनु ल। घर चाहिँ उहाँको यो त भान्सा कोठा रहेछ नि। यो चाहिँ उहाँको भान्सा कोठा रहेछ। यो चाहिँ पानी झरीमा चाहिँ पानी पर्नु चाहिँ बिजोक हुने रहेछ। यहाँ ठाउँ पनि कस्तो बिजोक छ होइन, साह्रै गाह्रो रहेछ। घर चाहिँ उहाँको यस्तोको रहेछ है। उहाँको घर चाहिँ यही हो, माइजूको घर चाहिँ हो होइन। यो चाहिँ यो बस्ने गरे यस्तै छ उहाँको अवस्था। हुनुहुन्छ पानी पराउनु चाहिँ बिजोक रहेछ, बिजोक हुने रहेछ पानी सानी पराउनु त। बासी त आयो चाहिँ यस्तै छ उहाँको समस्या।